ओएमजी साथीहरु, नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशसँग हारिसकेको खेल अन्ततः बराबरीमा टुङ्गाएको छ। यो एकदमै खुसीको कुरा हो। हिजो भएको खेलमा साथीहरु, नेपालले बंगलादेशसँग एकदमै राम्रो प्रदर्शन गरेको थियो र बंगलादेशसँगको खेलमा नेपालले पहिलो गोल यानी कि रोहित चन्दले चाहिँ गरेको थियो र रोहित चन्दले चाहिँ आफ्नो करियरकै दोस्रो गोल गरेको थियो र यानी कि अन्तिम गोल दोस्रो गोल फेरि अनन्त तामाङले गरेको थियो। त्यो अनन्त तामाङको गोल एकदमै इम्पोर्टेन्ट गोल थियो साथीहरु, किनभने समय सकिएर इन्जुरी टाइममा अनन्त तामाङले एउटा इम्पोर्टेन्ट गोल गर्यो, जसको कारणले गर्दा चाहिँ नेपाली राष्ट्रिय पुरुष फुटबल टिम हारबाट जोगिएको हो भनेर भन्दा पनि फरक पर्दैन। दर्शकबिन यतातिर कुरा गर्ने भने बंगलादेशी अहिले टिम एकदमै टप टिम रहेको छ। यसै पनि बंगलादेशी फुटबल टिम अहिले यङ स्टारले भरिएको र राम्रो खेल खेलिरहेको टिम। त्यसै माथि हाम्जा चौधरी जस्तो एउटा युरोपियन लिगमा तहका पिटिरहेको खेलाडी चाहिँ भित्रिएपछि बंगलादेशी फुटबल टिम त यसै पनि वाह नै भइहाल्यो। र हिजो कुरा गर्ने नै बंगलादेशी फुटबल टिमको तर्फबाट त्यही हाम्जा चौधरीले चाहिँ 2 गोल गरेको थियो नेपालको पोस्टमा, जसको कारणले गर्दाखेरि पनि नेपाली फुटबल टिमलाई एकदमै टफ चुनौती रहेको थियो र अन्ततः बंगलादेशी फुटबल टिममा जुन हाम्जा चौधरी खेलिरहेको थियो उनको सब्स्टिट्युसन भयो र नेपालले बंगलादेशी फुटबल टिमसँग बराबरी खेल खेल्न पुग्यो। दर्शकबिन यसको विषयमा हामी अब पूरा जानकारीतिर लागौं है त। दर्शकबिन नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल 2-2 गोलको बराबरीमा सकिएको हो। नेपालको लागि रोहित चन्द र अनन्त तामाङले गोल गरे। बंगलादेशको लागि दुवै गोल उसको स्टार खेलाडी हाम्जा चौधरीले गरे। बंगलादेशको ढाकामा भएको खेलको 29औं मिनेटमा नेपालले घरेलु टोली विरुद्ध अग्रता बनायो। सुमित श्रेष्ठको कटब्याकमा बक्सको ठीक बाहिरबाट रोहितले हानेको सुन्दर प्रहार गोलमा परिणत भयो। रोहितको यो करियरको दोस्रो अन्तर्राष्ट्रिय गोल हो। लगतै बंगलादेशका क्याप्टेन जमाल युवानको पासमा फैसल फाहिमको प्रहारलाई नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। 36औं मिनेटमा फेरि फाहिमको प्रहारमा किरण बाधक बने। पहिलो हाफमा नेपालले 1-0 को अग्रता बनायो। दोस्रो हाफमा सुरु भएको 5 मिनेट भित्र बंगलादेशले 2 गोल गर्दै नेपाललाई स्तब्ध बनायो। इंग्लिश च्याम्पियनशिप खेल्ने हाम्जाले 46औं मिनेटमा शानदार गोल गरे। जमाल युवानको एसिस्टमा 6 यार्ड बक्स बाहिरबाट हाम्जाले हानेको ओभरहेड किक गोलमा परिणत भयो। खेल 1-1 को बराबरीमा पुग्यो। 48औं मिनेटमा नेपालका लागि डिफेन्डर सुमन श्रेष्ठले रकिब होसेनलाई बक्सभित्र लडाएपछि रेफ्रीले बंगलादेशलाई पेनाल्टी दिएको। 50औं मिनेटमा हाम्जाले पेनाल्टीमा गोल गरे। बंगलादेशले 2-1 को अग्रता बनायो। 79औं मिनेटमा हाम्जा चोटका कारण सब्स्टिट्युट भएर निर्धारित 90 मिनेटको खेलमा बंगलादेशले 2-1 को अग्रता बनायो, तर इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। दिनेश हेम्जनको कर्नरमा डिफेन्डर अनन्त तामाङले क्लोज रेन्जबाट हानेको ब्याक खेल गोलमा परिणत भयो। नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो। हिजोको खेल दिपेश गुरुङ र आदित्य शाक्यले राष्ट्रिय टोलीबाट डेब्यु पनि गरेका थिए। नेपालले बंगलादेशसँग गत भर्दामा नेपाल मैत्रीपूर्ण खेल खेलेको थियो। त्यो खेल गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो खेल भने जेन्जी प्रदर्शन कारण हुन सकेका थिएन। नेपालले लगातार 7औं खेलमा पनि जित निकाल्न सकेन। सिंगापुरलाई 1-0 हराएपछि नेपालले यो दोस्रो बराबरी नतिजा बनाएको हो भने 4 खेलमा हारेको छ नेपालले। मंसिर 2 गते मलेसियासँग एएफसी एसियन कप छनौट खेल खेल्ने भएको छ। दर्शकबिन हिजो खेल तपाईहरुलाई कस्तो लाग्यो? तपाईहरुलाई के लागेको छ? तपाईहरुले लागेको कुरा जस्तोको जस्तै तपाईहरुले चाहिँ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ।